सर यो सुन्दरता कस्तो लागिरहेछ सरलाई? प्रकृति हेर्नु न कति राम्रो छ ल। आहा, सर केही भन्नुहुन्छ भने भन्नुहोस् त ल, के लाग्छ तपाईँलाई यो प्रकृतिबारे? नेपालमा के छैन, सबै कुरा छ सर, होइन सर? त्यो लार्के पिक त्यो हो सर? ओके, लार्के पिक। ल हेर्नुहोस् है, हामी आधी बाटो बल्ल आइपुगेका छौँ, अझ धेरै छ जानु। कति राम्रो छ ल, ल हेर्नुहोस्। रियली बिहानदेखि हिँडेको अहिले ठ्याक्क आइपुग्दाखेरि एकदम रमाइलो भइरहेको छ यहाँ बिचमा। थकाइ पनि लाग्यो, हिँड्न सकिन्न, श्वास हुन्छ। सर हामी कति आयौँ, कति अल्टिट्युड आयो सर? 49 जति भयो। यस्तो ब्युटी छ कि अब यो टेरेन हेरौँ न कस्तो देखिया छ ल। बुवा पापा, म यो टेरेनहरू, यो भ्यूहरू देख्दाखेरि चाहिँ नेपाली मुभीमा बनाउनु पर्ने ठाउँहरू यस्तो नेपालमा कति छ सुटिङ गर्दाखेरि यस्तोको प्रयोग भइदिएदेखि कति राम्रो हुन्थ्यो, होइन? गोदावरी, चोबार, अब त्यतै मात्रै घुमेर थानकोट सानकोट, अब यतातिर पोखरातिर यतातिर मात्रै सुटिङ गर्ने भन्दा यस्तोतिर गर्नतिर अलिकति कलाकार बन्धुहरू, निर्देशकहरू, प्रड्युसरहरू पनि लाग्नुपर्ने हो कि भन्ने मेरो एउटा सुझाव हो। सरलाई कस्तो लाग्छ सर वास्तवमा सुझाव? एलिभेसन पनि हेर्नु पर्यो सर। एलिभेसन पनि त मिलिहाल्छ नि सर, त्यत्रो करोडौँ लाएर अहिले लगानी गरेर फिल्म बनाउँछन् भने त, होइन? फिल्मको क्वालिटी त त्यो बलिउडभन्दा त यो नेपालको हाम्रो मुभी त, हाम्रो मुभीको संस्था त हामी कहाँ पुग्छौँ जस्तो लाग्छ क्या खास। मलाई किन आजकल फेरि कलाकारितातिर झुकिरहेको छु भने अस्ति टिकटक एकाउन्टमा एक्टिभ भएर हो कि सर? अस्ति मोनासले बेस क्याम्पबाट टिकटक एउटा बनाइहाल्यो पहिलोचोटि। टिकटक आफूले बनाएपछि अब फेरि सुरु भयो क्या सर। ल धन्यवाद।